विशिष्ट अतिथिज्यूहरू 115औं अन्तर्राष्ट्रिय नारी दिवसको दिन पनि महिलाहरू यसरी तालिमको सिकाइको लागि आउनुभएका दिदीबहिनीहरू म हार्दिक स्वागत गर्न चाहन्छु। वास्तवमा मैले के कुरा व्यक्त गर्न अगाडि आएको भने सिक्ने र सिकाउनेको बीचमा तालमेल मिल्यो भने मात्रै सिकाइ हुन्छ है। सिक्ने र सिकाउनेको बीचमा तालमेल भएन भने सिकाइ हुँदैन। दर्शन भनेको विचार हो, विचार भनेको ज्ञान हो, ज्ञान र विचारलाई एक साथमा ल्याउनुपर्छ भन्ने हाम्रो धारणा हो। अध्यक्षज्यू यहाँ हुनुहुन्छ। शिक्षाको लागि 354वटा भन्दा बढी भिडियोहरू मैले युट्युबमा अपलोड गरेको छु। एकजना पाल्पाको सरले भन्नुभयो मैले नेपालका 2000 भन्दा बढी शिक्षकहरूलाई ट्रेनिङ दिँदाखेरिमा नोट भए च्यातिन्छ, भिडियो भए सधैँ हेर्न पाइन्छ, त्यसबारे भिडियो बनाउनु सर भनेर भन्नुभयो र मैले त्यहाँ बनाउने क्रममा आज म तपाईँको अगाडि 354वटा भिडियो छ मेरो युट्युब च्यानलमा भन्न पाएको छु। वास्तवमा शिक्षण सिकाइ तालिम हरेक चिज भनेका चाहे त्यो फर्मल होस्, चाहे त्यो इन्फर्मल होस्, चाहे त्यो जीवनमा प्रयोगमा ल्याइयोस्, चाहे त्यो घरेसी काममा प्रयोगमा ल्याइयोस्, यी सबै कुराहरू। अहिले भर्खर अध्यक्षज्यूले कम्प्युटरको कुरा गर्दाखेरि मलाई चर्चा भयो किनभने म 18 वर्षकै उमेरमा कम्प्युटर सिकेँ। मेरो प्रोफेसर म कम्प्युटर सफ्टवेयर इन्जिनियर हो। म डेनमार्कमा पढ्दै गर्दा 74 वर्षको महिला थर र कामरा माथि जानुभयो। मैले त्यही डेनिस ल्याङ्ग्वेजमा किन आउनुभयो भनेर सोद्धाखेरिमा कम्प्युटर सिक्न भन्नुभयो। किन सिक्न आउनुभएको भन्दा मेरो पालामा थिएन, अहिले म सिक्न आएको भन्नुभयो। ल हेर्नुहोस् त, सिकाइ प्रक्रिया कहिले अन्त हुँदैन है। हामीले दर्शन पढिएको छ, चिन्ता गरिएको छ, तर चिन्तन गरिएको छैन है, चेतना पनि हामीमा छैन है। पिएचडी स्कलरहरूसँग संवाद गर्ने क्रममा मैले भन्ने गर्छु वास्तवमा व्यवहारिकता के हो त नि, हामीले जान्नुपर्ने कुरा के हो त नि, र हामीले के जानेका छौँ त्यो कुरा प्रश्न रूपमा आउनुपर्छ। मलाई आशा छ हाम्रो अध्यक्षज्यूले धेरै ठाउँमा धेरै पटक धेरै कार्यक्रमहरू गर्नुभएको छ र उहाँले पनि प्रश्न रूपमा भन्नुभएको छ सिकौँ है, गरौँ है, आफ्नो लागि आफैले काम गरौँ है। जीवन भनेको त्यसै आएको छैन, इतिहास पढ्न आएको होइन, इतिहास रचना आएको हो। रचनाको लागि आजैदेखि प्रयास गर्नुपर्छ। कहिल्यै पनि अबेर हुँदैन। जब आँख उदारेगा तो सबेरे है भन्छ हिन्दीमा, भने जस्तै गरेर जब हामीले आँखा उदारौँ त्यसपछि मात्रै हाम्रो सिकाइ अगाडि बढ्छ। त्यस कारणले हामीले विषादी चिज खाएका छौँ, हामीले त्यही विषादीको कारणले त सुगर भएको छ। मलाई सुगर भएको 20 वर्ष भयो, अध्यक्षज्यूले 21 वर्ष भएको रहेछ। अझै उत्साहित भएँ, म निरुत्साहित भएको थिएँ, म उत्साहित भएँ। त्यस कारणले प्रेरणाको माध्यमबाट, अनुभव र अनुभूतिको माध्यमबाट सिकाइ प्रक्रिया अगाडि बढ्छ। त्यसै कारणले पर्यावरणलाई नै कसरी संरक्षण गर्ने भन्ने किसिमका कुराहरू हामीले गरेका छौँ। अमेरिकामा बस्नुभएको छ प्रोफेसर डाक्टर प्रमोद पराजुली, उहाँलाई मैले भने 4000 किताब राखेर बिचमा राखेर पढ्छु भन्दाखेरि उहाँले 3टा रुख रोपेर बजारसँग हावा लिनुहोस् न भनेर भन्नुभयो। त्यसो भयो भने हाम्रो पर्यावरण संरक्षण समिति गठन भएको छ, प्रक्रियागत रूपमा अगाडि बढेको छ, भान्सामा औषधालय भन्ने विभिन्न कुराहरू भएको छ। त्यो भएको हुनाले एउटा उखान के छ भने कोही व्यक्ति पनि निन्द्रा पुगेर उठेको हुँदैन, भविष्यको चिन्ताले गर्दा आँखा खोलेको हुन्छ। तपाईहरुको सिक्ने कुराहरुमा पनि यसरी नै जानु होला भन्दै मेरा केही भनाइहरु यही व्यक्त गरे। स्पेशली म शिक्षाको व्यक्ति हो। हिजो मात्रै म महानगरपालिका गएको थिएँ। महानगरपालिकाको शिक्षा अधिकारीले ठुलो फ्लेक्स बनाएर मावि तहका हेडमास्टरको सिग्नेचर गरेर राख्नु रहेछ। मैले प्रश्न भन्थे प्रमुखज्यू लास्ट इयरको भन्दा यो वर्षको शिक्षामा ह्रास आएको छ, विद्यार्थी अझै धेरै फेल हुन्छन् है। किन भने सिक्ने र सिकाउनेको तालमेल मिलेको के छैन। बाध्यताको कुरा आएको प्रशिक्षक आउनुहुन्छ, उहाँले यसको स्वरता बुझ्नु भएको छ। हामी त लर्नर हो, हामीले बुझेका छैनौँ। अनि त्यसपछि के तालमेल मिल्छ त? मिल्दैन। मैले समग्रमा के भन्न खोजेँ भने शिक्षा सिकाइका कुराहरू, तालिमका, चाहे त्यो फर्मल होस् चाहे त्यो इन्फर्मल होस्, तपाईँ जीवनमा थाहा पाएदेखि अन्तसम्म सबै सिक्ने हो। कोही पनि विज्ञ होइन र कोही पनि निरक्षर होइन। कति व्यक्तिले भन्नुहुन्छ हामी त पढेका होइनौँ, किन पढ्ने जिन्दगी पढ्नु भएको छ। तपाईँलाई ठेस लागेको कुरा तपाईँलाई थाहा छ। त्यस कारणले यो वार्ड नम्बर 25 ले आयोजना गरेको यो कार्यक्रमको भरपूर फाइदा लिँदै तालिमलाई तालिमको
बल्ल तपाईँको जीवन सार्थक बन्ने छ। फेरि पनि दोहोऱ्याउने इतिहास पढ्न आएकै होइन, इतिहास रचना आएको। हामी इतिहास रचौँ, आफूले आफूलाई सभ्य बनाउँ। हस्त, धन्यवाद, जय नेपाल।